केही ढुचुक ढाँचक भए पनि देऊ न। यो त अवार्ड लिन जाउँला जस्तो भयो नि। अर्को केही डडङ डडङ बजाऊ। बजाइराख्ने आएपछि बन्द गर्ने हो। मैले नमस्ते गर्दाखेरि चाहिँ नमस्ते फर्काउनु पर्छ, नत्र विद्या नष्ट हुन्छ। फेरि पुरै श्राप दिन सक्छु। नमस्ते भयो, सक्यो मेरो। Anyway, very good evening, ladies and gentlemen. I'm very much happy and honored to be part of this beautiful event. Thank you very much, Sikkim Sarkar, for inviting me in such an auspicious program. The घुम्तीहरू तपाईहरुसँग पनि रिलेट होला र कहीं कतै तपाईले त्यस्तै घुम्ती देख्नुभयो भने त्यसले त त्यस्तो गरेको थियो, म पनि त्यस्तै गर्छु नि भन्ने सोच आउला कि भनेर मलाई बोलाउनु भएको। तर यति ट्यालेन्टेड मान्छेहरू देखिसकेपछि मैले आफैलाई सोधेँ, मलाई चाहिँ किन बोलाएको? तर फेरि त्यसपछि विकी अग्रवाल र बिटीलाई देखेँ अनि मलाई लाग्यो म ठिक छु। But I regret seriously, मलाई एकदम मैले यिनीहरूको तामझाम हेर्छु काठमाडौँमा, नेपालमा। यिनीहरू एकदम दाना छन्, यिनीहरू पुरा कन्फिडेन्स छन्। किन भन्दा त यहाँका रहेछ नि त। भनेको कुरा यहाँ सार्थक हुन्छ। यदि कसैले यो भन्यो मलाई डर लाग्दैन भन्यो भने दुई चिज हुन्छ अरे, कि उसले झुट बोलिरहेको छ कि त त्यो गोर्खा हो। यदि कसैले सिक्किममा बसेर यो भन्यो कि म कलाकार हुँदिन भन्यो भने त्यसले झुट बोलिरहेको छ कि त्यो कलाकार बन्न लायकै छैन। Thank you very much. I feel so honored being here. मलाई साँच्चीकै मजा आयो। तपाईको बेचारा प्रोसेसमा छ। रेडी सर? म्याम हजुर पनि है। यति भन्ने आँट त राख्छु नि मैले। रेडी? यो नियम चाहिँ क्यामेरा पर्सन बाहेक। फेरि क्यामेरै छोड्यो। रेडी? यो भएन। यस्तै दर्शक हो क्या, यस्तै दर्शकका कारणले गर्दा गायकहरू फर्केका हुन्। गायक पुरा आफ्नो तयारीमा आएको हुन्छ, पुरा पैसा लिएको छ त्यसले, त्यसलाई पुरा गाना देऊ, बिचमा आफ्नो क्षमता नदेखाऊ। जे ताली भनेको छ त्यही बनाऊ। म मात्रै गाउँछु, मलाई पनि दिएको छ। So we always complain like you were not, you were not. जे छ त्यसको प्रयोग गर भाइ, जे छ त्यसको प्रयोग गर, जे हुन सक्छ त्यसको प्रयोग गर। सिक्किमले कहिले पनि यो कम्प्लेन गरेन कि मेरो जमिनसम्म छैन भनेर। मैले सिक्किमसँग सिकेको कुरा हो। सिक्किमले यो कम्प्लेन गरेन कि मेरो जमिनसम्म छैन, कस्तो उचाइ, कस्तो ओर्लाइ, कतै चढ्नु कति छ, कम्प्लेन गरेन सिक्किमले। सिक्किमले जस्तो जमिन छ त्यस्तो जमिनलाई सुन्दर जमिन बनायो। एउटा कानबाट सुन्ने, भनाइको सँगै एउटा कानबाट सुन्ने, अर्कोबाट उडाउने। पाइप छ यहाँ कि यहाँबाट सुने यहाँबाट सर निक्लियो? निक्लिँदैन, निक्लिँदैन, निक्लिँदैन। त्यसकारण एउटा कानले सुन्ने अर्को कानले उडाउने होइन। नचाहिँदो कुरा सुन्दै नसुन्ने, सुन्दै नसुन्ने। किनकि सिरियसली म भन्दैछु, खानामा मिसाएको विष छुट्याउन सजिलो हुन्छ साथी, तर कानमा मिसाएको विष छुट्याउन गाह्रो हुन्छ। त्यसकारण अब हेर्नुहोस् प्रोसेस छ है। त्यसकारण जस्तो सुन्छस् त्यस्तै सोच्छस्, जस्तो सुन्छस् त्यस्तै सोच्छस्,
जस्तो सोच्छस् त्यस्तै विचार गर्छस्, जस्तो विचार गर्छस् त्यस्तै विश्वास गर्छस्, अनि जस्तो विश्वास गर्छस् त्यस्तै काम गर्छस्, अनि जस्तो काम गर्छस् त्यस्तै रिजल्ट निक्लिन्छ। Thank you very